अमिताभ पहाडको प्राकृतिक सौन्दर्य र तिब्बती वास्तुकलाद्वारा निर्मित अमिताभ गुम्बाको भौतिक संरचनालाई निहाल्दा नेपालमा स्थापित गुम्बाहरूमध्ये सेतो गुम्बालाई एक विशेष गुम्बाका रूपमा लिन सकिन्छ। अनन्त प्रकाश सबै लोक तथा सम्पूर्ण प्राणी र जीवनमा प्रकाशपुञ्ज फैलाउन सक्ने अमिताभ बुद्धप्रति समर्पित रहेको सेतो गुम्बा अर्थात् अमिताभ गुम्बा नागार्जुन स्थित अमिताभ पहाडको टुप्पोमा अवस्थित रहेको छ। अमिताभ पहाड अत्यन्तै शान्त र सौम्य रहेको छ। यस हिसाबले पनि सेतो गुम्बा अर्थात् अमिताभ गुम्बा सबैका माझमा अत्यन्तै प्रसिद्ध रहेको छ। महायान बौद्ध धर्मका अनुसार भनिन्छ अमिताभ बुद्ध यस लोकको पश्चिम दिशामा विराजमान हुनुहुन्छ, जहाँ अमिताभ बुद्धको सुखवती भुवन अर्थात् खुसी र सुखको शुद्ध भूमि शान्ति भूमि रहेको मानिन्छ। रिम्पोछे ज्यूको पूज्यनीय आमाको 1 वर्षको पुण्यतिथिमा समस्त विश्व जगतका सम्पूर्ण प्राणीहरूको कल्याणका लागि अमिताभ बुद्धको 10 करोड मन्त्र जप अर्थात् मन्त्र वाचन धार्मिक समारोह रहेको छ। भनिन्छ 5 युग अर्थात् 5 कल्पसम्म अमिताभ बुद्धले संसारका सबै बुद्ध क्षेत्रहरूको अवलोकन गर्नुभयो, सबै बुद्ध क्षेत्रहरूका बारेमा विचार गर्नुभयो। भगवान बुद्धको जन्मभूमि नेपालमा बौद्ध विहार, बौद्ध महाचैत्य तथा बौद्ध गुम्बाहरू अनगिन्ती रूपमा स्थापित रहेका छन्। विश्व सम्पदाको सूचीमा रहेका बौद्धनाथ र स्वयम्भूनाथ जस्ता प्राचीन एवं ऐतिहासिक महाचैत्यहरू लगायत नेपालमा अन्य महत्त्वपूर्ण बौद्ध गुम्बा तथा बौद्ध विहारहरू पनि स्थापित रहेका छन्। पानी छिटाइको आउनु नि ल ल मम्मीको बाबा के अब के मेसेज दिन्छु हाम्रो सिगले निकाल छोड्दै निकाल छोड्दै
नमस्ते, म हुँ सागर। ट्राभल डायरी नेपालमा यहाँहरू सबैलाई फेरि पनि हार्दिक स्वागत छ। कला, धर्म, संस्कार र संस्कृतिको देश, विविधतामा एकताको देश, विश्वका शान्तिदूत भगवान बुद्धको जन्मभूमि, गुरु पद्मासम्भवको तपस्या भूमि र आराध्यदेव भगवान पशुपतिनाथको पावन भूमि हाम्रो देश नेपालको धार्मिक तथा सांस्कृतिक पहिचानले विश्वभरि प्रसिद्धि कमाएको छ। नेपालको प्राकृतिक विशेषता, ऐतिहासिक मूल्य र मान्यता अनि यहाँका मौलिक चाडपर्व तथा विभिन्न रीतिरिवाज र संस्कारहरूको मौलिक पहिचान विश्वभरि फैलिएको छ। यस हिसाबले पनि विश्वमा नेपालको धार्मिक तथा सांस्कृतिक पहिचानको महत्त्व बेग्लै रहेको छ। आज हामी सेतो गुम्बा आएका छौँ। सेतो गुम्बालाई डुक अमिताभ गुम्बा भनेर चिनिन्छ। सेतो गुम्बा ग्यालवाङ ड्रुक्पा रिम्पोचेद्वारा निर्मित एवं स्थापित गुम्बा हो। यो गुम्बा डुक अमिताभ पहाडको टुप्पोमा अवस्थित रहेको छ। अमिताभ पहाडको प्राकृतिक सौन्दर्य र तिब्बती वास्तुकलाद्वारा निर्मित अमिताभ गुम्बाको भौतिक संरचनालाई निहाल्दा नेपालमा स्थापित गुम्बाहरूमध्ये सेतो गुम्बालाई एक विशेष गुम्बाका रूपमा लिन सकिन्छ। अनन्त प्रकाश सबै लोक तथा सम्पूर्ण प्राणी र जीवनमा प्रकाशपुञ्ज फैलाउन सक्ने अमिताभ बुद्धप्रति समर्पित रहेको सेतो गुम्बा अर्थात् अमिताभ गुम्बा नागार्जुन स्थित अमिताभ पहाडको टुप्पोमा अवस्थित रहेको छ। अमिताभ पहाड अत्यन्तै शान्त र सौम्य रहेको छ। यस हिसाबले पनि सेतो गुम्बा अर्थात् अमिताभ गुम्बा सबैका माझमा अत्यन्तै प्रसिद्ध रहेको छ। सेतो गुम्बा काठमाडौँ जिल्लाको नागार्जुन नगरपालिका स्थित स्वयम्भूनाथ स्तूपबाट उत्तरी दिशामा रिङ रोड बाहिर अवस्थित रहेको छ। सेतो गुम्बाको टुप्पोबाट यहाँहरूले सम्पूर्ण रूपमा
काठमाडौँ उपत्यकाको सुन्दर तथा मनोरम दृश्यहरू हेर्न सक्नुहुन्छ। यसो त सेतो गुम्बालाई सूर्योदय तथा सूर्यास्त हेर्नका लागि नगरकोट पछिको दोस्रो स्थान पनि मानिन्छ। सेतो गुम्बा सम्पूर्ण रूपले अमिताभ बुद्धमा समर्पित रहेको मानिन्छ। महायान बौद्ध धर्मका अनुसार भनिन्छ अमिताभ बुद्ध यस लोकको पश्चिम दिशामा विराजमान हुनुहुन्छ, जहाँ अमिताभ बुद्धको सुखवती भुवन अर्थात् खुसी र सुखको शुद्ध भूमि शान्ति भूमि रहेको मानिन्छ, जहाँ कुनै अशान्ति छैन, जहाँ कुनै दुःख छैन, जहाँ कुनै आयुको अन्त छैन, जहाँ खुसी र सुखको महासागर छ, जहाँ अनन्त प्रकाशको मुहान छ, जहाँ जन्मेपछि कुनै पनि प्राणीको आयु अनन्त रहन्छ, जहाँ जन्मेपछि बोधित्व प्राप्त हुन्छ, जहाँ जन्मेपछि बुद्धत्व प्राप्तिका लागि अर्को कल्पमा जन्म हुन्छ भन्ने ठुलो धार्मिक मान्यता रहेको पाइन्छ। अमिताभ बुद्धको प्रकाश ब्रह्माण्डभरि फैलन्छ। भनिन्छ बौद्ध धर्मका प्रणेता भगवान बुद्ध अर्थात् शाक्यमुनि बुद्धले पनि अमिताभ बुद्धको महिमाका बारेमा उल्लेख गरेको पाइन्छ। सेतो गुम्बा परिसर अर्थात् अमिताभ पहाडको टुप्पोमा आध्यात्मिक अभ्यास तथा पूजाका लागि विशाल ध्यान केन्द्र स्थापित रहेको छ, जहाँ 2000 भन्दा बढी मानिसहरू बसेर ध्यान तथा आध्यात्मिक अभ्यासहरू गर्न सक्छन्। पूजापाठ, प्रार्थना तथा मन्त्र जप जस्ता धार्मिक कार्यहरू
गर्न सक्छन्। अमिताभ गुम्बामा 300 भन्दा बढी आनीहरू बौद्ध शिक्षा ग्रहण गरिरहेका छन्। आनीहरूका लागि आवास तथा बसोबास गृह लगायत चिकित्सा क्लिनिक पनि उपलब्ध रहेको छ। यसै गरी विभिन्न स्थानहरूबाट बचाउ तथा रेस्क्यु गरिएका जनावर तथा पशुपक्षीहरूका लागि बगैँचा तथा आरक्षण केन्द्र पनि निर्माण गरिएको छ। यसै गरी अमिताभ गुम्बामा ड्रुक वंशको प्रशासन कार्यालय पनि स्थापित रहेको छ। आज
ज्येष्ठ 3 गतेबाट सेतो गुम्बामा 10 दिनसम्मका लागि अमिताभ बुद्धको मन्त्र जप अर्थात् मन्त्र वाचन धार्मिक समारोह रहेको छ। सेतो गुम्बा अर्थात् अमिताभ गुम्बाका संस्थापक आदरणीय ग्यालवाङ ड्रुक्पा रिम्पोछेज्यूको पूज्यनीय आमाको 1 वर्षको पुण्यतिथिमा समस्त विश्व जगतका सम्पूर्ण प्राणीहरूको कल्याणका लागि अमिताभ बुद्धको 10 करोड मन्त्र जप अर्थात् मन्त्र वाचन धार्मिक समारोह रहेको छ। ग्यालवाङ रिम्पोछेज्यूको पूज्यनीय आमाको पुण्यतिथिमा गुम्बाद्वारा यो महान धार्मिक समारोहको आयोजना गरिएको हो, जुन समारोहमा समस्त विश्व जगतको शान्ति र कल्याणका लागि 10 करोड पटक अमिताभ बुद्धको मूल मन्त्रलाई जप गर्ने विशेष धार्मिक कार्यक्रम रहेको छ। यो कार्यक्रम अत्यन्तै भव्य रूपमा भइरहेको छ। यस महान धार्मिक समारोहमा 2000 भन्दा बढी लामा गुरुहरू र आनीहरू आबद्ध हुनुहुन्छ। लामा गुरुहरू नेपाल बाहिर लद्दाख इन्डियाबाट उल्लेख्य सङ्ख्यामा आउनुभएको छ। यसबाहेक यस महान धार्मिक समारोहमा आबद्ध हुनका लागि अन्य मुलुकहरूबाट पनि लामा गुरुहरू आउनुभएको छ। समारोहमा लामा गुरु तथा आनीज्यूहरूबाट एक लय एक सुरमा अमिताभ बुद्धको मन्त्र जप अर्थात् मन्त्र वाचन भइरहेको छ। अमिताभ बुद्धको मन्त्र वाचन माहौल अत्यन्तै भव्य रहेको छ। यति बेला तपाईँ जो कोही पनि यहाँ हुनुहुन्छ, तपाईँ धन्य हुनुहुन्छ। यस महान धार्मिक समारोहमा आध्यात्मिक अभ्यास तथा अमिताभ बुद्धको मूल मन्त्र वाचनलाई श्रवण गर्नका लागि आउनुहुने तपाईँ जो कोहीलाई पनि मनमा शान्ति मिल्नेछ, तपाईँ जो कोहीको पनि कल्याण हुनेछ।
अमिताभ बुद्ध महायान बौद्ध धर्म अन्तर्गत पञ्चबुद्ध मध्येका एक हुन्। भगवान बुद्ध बौद्ध धर्म र बौद्ध धर्मका दुई पाटाहरू महायान बौद्ध धर्म र वज्रयान बौद्ध धर्म अनि महायान बौद्ध धर्म अन्तर्गत रहने पञ्चबुद्धहरू लगायत अन्य बोधिसत्वहरूको बारेमा बुझ्न गहन रूपमा यसको अध्ययनको जरुरी देखिन्छ। आज हामी यहाँहरूलाई महायान बौद्ध धर्म अन्तर्गत पञ्चबुद्ध मध्येका एक अमिताभ बुद्धको बारेमा केही जानकारीहरू राख्ने कोसिस गर्नेछौँ। महायान बौद्ध धर्मका अनुसार पञ्चबुद्ध अर्थात् 5 बुद्धहरू अलग अलग दिशामा विराजमान रहेको मानिन्छ। दैरोचना बुद्ध पूर्वी दिशामा, अमिताभ बुद्ध पश्चिम दिशामा, अमोघ सिद्धि बुद्ध उत्तर दिशामा, रत्नासम्भव बुद्ध दक्षिण दिशामा विराजमान रहेको मानिन्छ र मध्य क्षेत्र अर्थात् सबैको केन्द्रमा अक्षोभ्य बुद्ध विराजमान रहेको मानिन्छ। 5 बुद्धहरूमध्ये आज हामी यहाँहरूलाई अमिताभ बुद्धका बारेमा विशेष रूपमा जानकारी दिने कोसिसमा छौँ। अमिताभ बुद्ध हुनु पूर्व उहाँ को हुनुहुन्थ्यो? उहाँ कसरी अमिताभ बुद्ध बन्नुभयो? अमिताभ बुद्धको सुखवती भुवन कहाँ अवस्थित रहेको छ? अमिताभ बुद्धको नाम तथा मन्त्र जपले हाम्रो जीवनलाई कस्तो प्रभाव पार्छ? आज हामी यी जिज्ञासाहरूमा केन्द्रित रहेर केही चर्चा परिचर्चाहरू गर्नेछौँ। महायान बौद्ध धर्मका अनुसार अमिताभ बुद्ध एक अलौकिक र अमर बुद्ध हुनुहुन्छ। अमिताभ बुद्ध उहाँ आफैले सिर्जना गर्नुभएको सुखवती भुवनमा विराजमान हुनुहुन्छ, जहाँ सुख र खुसीको शुद्ध भूमि, शान्ति भूमि रहेको छ। अमिताभ बुद्ध भन्ने बित्तिकै अनन्त प्रकाश, अनन्त खुसी, अनन्त सुख र शान्ति, अनन्त करुणा अनि अनन्त आयु भन्ने बुझिन्छ। अमिताभ बुद्धलाई ब्रह्माण्डभरि आफ्नो प्रकाश विकिरण गर्ने बुद्ध मानिन्छ। पूर्वी एसियाली बौद्ध धर्ममा अमिताभ बुद्ध भक्ति अत्यन्तै प्रख्यात रहेको छ। तिब्बती बौद्ध धर्ममा पनि अमिताभ बुद्धलाई एक प्रमुख देवताका रूपमा मानिन्छ। शुद्ध मनले अमिताभ बुद्धको नाम जप गरे भने अमिताभ बुद्धको शुद्ध भूमि अर्थात् अमिताभ बुद्धको सुखवती भुवनमा पुनर्जन्म भइन्छ भन्ने ठुलो धार्मिक मान्यता रहेको पाइन्छ। यस हिसाबले पूर्वी एसियाली बौद्ध धर्ममा अमिताभ बुद्धको महत्त्व अत्यन्तै विशेष रहेको पाइन्छ। अमिताभ बुद्धलाई महायान बौद्ध धर्ममा अत्यन्तै सम्मानित बुद्धको रूपमा भक्तिभाव राखिन्छ।
हजारौं युग अर्थात् हजारौं कल्प पहिले अमिताभ बुद्ध धर्माकर नामक एक बोधिसत्व भिक्षु थिए। अमिताभ सूत्रका केही संस्करणहरूमा धर्माकरलाई एक राजाका रूपमा वर्णन गरिएको पाइन्छ। राजा धर्माकरले बुद्ध लोकेश्वर राज मार्फत बौद्ध शिक्षा ग्रहण गरेपछि आफ्नो राजगद्दी त्यागेर उनी भिक्षु भएका थिए। त्यसपश्चात धेरै युगसम्म उनी ध्यान र तपस्यामा लीन भए। धेरै कल्पहरूको बोधिसत्व अभ्यास पश्चात अन्ततः धर्माकर अमिताभ बुद्ध बन्नुभयो। अमिताभ बुद्ध भन्ने बित्तिकै अनन्त प्रकाश, अनन्त रश्मि, अनन्त ज्ञान र करुणा, अनन्त सुखानुभूति र अनन्त आयुको बुद्ध भएर हामी बुझ्दछौँ। ब्रह्माण्डभरि आफ्नो प्रकाश र ज्योति विकिरण गर्ने 10 लोकका प्राणी र जगतमा आफ्नो अनन्त प्रकाश र ज्योति सञ्चार गर्न सक्ने बुद्ध अमिताभ बुद्ध हुनुहुन्छ भनेर हामी बुझ्दछौँ। भनिन्छ 5 युग अर्थात् 5 कल्पसम्म अमिताभ बुद्धले संसारका सबै बुद्ध क्षेत्रहरूको अवलोकन गर्नुभयो। सबै बुद्ध क्षेत्रहरूका बारेमा विचार गर्नुभयो। वास्तविक बुद्ध भूमि, बुद्धको शान्ति भूमि कस्तो हुनुपर्छ भनेर उहाँले आफ्नो सिद्धान्त र त्यसका मापदण्डहरू तयार पार्नुभयो। भनिन्छ त्यही अनुरूप उहाँले आफ्नो छुट्टै बुद्ध क्षेत्र, बुद्ध भूमि अर्थात् सुखवती भुवनको सिर्जना गर्नुभयो, जहाँ अमिताभ बुद्ध विराजमान हुनुहुन्छ। सुखवती भुवनमा शान्ति, खुसी र सुखको संसार रहेको छ, जहाँ कुनै अशान्ति छैन, जहाँ कुनै अन्धकार र अज्ञानता छैन, जहाँ कुनै दुःख र कष्ट छैन, जहाँ जन्म लिएपछि कुनै पनि प्राणीले अरू लोकमा कहिल्यै फर्कनु पर्दैन। अमिताभ सूत्रका अनुसार अमिताभ बुद्धले बुद्ध क्षेत्र अर्थात् बुद्ध भूमि कस्तो हुनुपर्छ, बोधिसत्व अर्थात् बुद्धत्व प्राप्तिको मार्गमा लाग्न के कस्तो शील र तपस्याहरू अँगाल्न पर्छ भन्ने सन्दर्भमा विभिन्न सिद्धान्त र मापदण्डहरू तोक्नु भएको छ। ती सिद्धान्त र मापदण्डहरूलाई ग्रहण गरे पश्चात अमिताभ बुद्धको सुखवती भुवनमा जुन प्राणीहरूले जन्म लिनेछ ती प्राणीहरू सबै बोधिसत्व र बुद्धत्वको मार्गमा अग्रसर हुनेछ भन्ने अमिताभ सूत्रको सिद्धान्त र धार्मिक मान्यता रहेको पाइन्छ। भनिन्छ अमिताभ बुद्धको सुखवती भुवनमा जन्म प्राप्त गर्ने जो कसैको पनि शरीर दिव्य, अलौकिक र महाशक्तिहरूले भरिएको हुनेछ। शुद्ध मनले अमिताभ बुद्धको नाम जप गर्ने जो कसैलाई पनि अथाह धर्म र सिद्धि प्राप्त हुन्छ र सुखवती भुवनमा जन्म प्राप्त हुन्छ भन्ने ठुलो धार्मिक मान्यता रहेको पाइन्छ।
एउटा फोटो खिचिदिउँ न एउटा नहल्ला हल्लो हो यहाँ बहिनीहरुसँग बस भगवान बुद्धको जन्मभूमि नेपालमा बौद्ध विहार, बौद्ध महाचैत्य तथा बौद्ध गुम्बाहरू अनगिन्ती रूपमा स्थापित रहेका छन्। विश्व सम्पदाको सूचीमा रहेका बौद्धनाथ र स्वयम्भूनाथ जस्ता प्राचीन एवं ऐतिहासिक महाचैत्यहरू लगायत नेपालमा अन्य महत्त्वपूर्ण बौद्ध गुम्बा तथा बौद्ध विहारहरू पनि स्थापित रहेका छन्। हामी ट्राभल डायरी नेपालमा रहेका विभिन्न प्राचीन एवं ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक मठ मन्दिर, गुम्बा, बौद्ध विहार लगायत अन्य विभिन्न सम्पदाहरूको बारेमा भिडियोहरू लिएर यहाँहरूका माझमा सधैँ आउने गर्छौँ। यसबाहेक विभिन्न मौलिक चाडपर्व तथा धार्मिक महोत्सवहरूका भिडियोहरू पनि हामी यहाँहरूका माझमा लिएर आउने गर्छौँ। यसै गरी देश तथा विदेशका विभिन्न स्थानहरूमा अवस्थित रहेका प्रसिद्ध पर्यटकीय गन्तव्यहरूको भिडियोहरू पनि हामी यहाँहरूका माझमा लिएर आउने गर्छौँ। बनाउन एउटा आजको भिडियो यहाँहरूलाई कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सनुहोला। हाम्रो भिडियो तपाईहरूले हेरिसक्नु भएपछि आफ्ना आफन्त तथा अग्रज बाआमाहरूलाई पनि सेयर गरिदिनुहोला। यस भिडियो मार्फत तपाईँका अग्रज बाआमा लगायत आफन्तहरूले अमिताभ बुद्धको दिव्य मन्त्रलाई श्रवण गर्न सक्नुहुन्छ। विभिन्न गुम्बा तथा मठ मन्दिरहरूसम्म पुग्नका लागि नसक्ने अथवा समय अभावमा रहेका जुनसुकै उमेर समूहका जो कोही पनि व्यक्तित्वहरूका लागि हाम्रा भिडियोहरू उपयोगी रहनेछन् भन्नेमा हामी पूर्ण रूपमा विश्वस्त पनि रहेका छौँ। यो हाम्रो उद्देश्य पनि हो। यहाँहरूको एउटा लाइक र कमेन्ट हाम्रो लागि ठुलो महत्त्वको विषय हो। कृपया लाइक, कमेन्ट र सेयर पनि गरिदिनु होला। हाम्रो च्यानल ट्राभल डायरी नेपाललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया गरिदिनु होला। हामी हाम्रो नेपालको ऐतिहासिक सम्पदाहरूलाई विश्व सामु चिनाउन चाहन्छौँ। हामी हाम्रो नेपालको धार्मिक तथा सांस्कृतिक पहिचानलाई विश्व सामु देखाउन चाहन्छौँ र हामी हाम्रो नेपालको पर्यटकीय गन्तव्यहरूलाई विश्व सामु देखाउन चाहन्छौँ। यसका लागि हामीलाई तपाईहरूको मायाको खाँचो छ। हामीलाई माया गरिदिनु होला। अर्को नयाँ भिडियोको साथमा भेट्ने बाचासहित आजका लागि बिदा हुन चाहन्छु। धन्यवाद। मेरो हालिदिन्छु तपाईलाई।
आसम्म पर्दैन